सर, कुनै पनि महिला र पुरुष अदालतमा आएर विवाह गर्नु पर्यो भने उनीहरूले के प्रक्रिया पुरा गर्नुपर्ने हो र के कागजपत्र चाहिँ आवश्यकता पर्दछन्? अ, दर्ताद्वारा विवाह गर्नको लागि, कोर्ट म्यारेज गर्नको लागि सबैभन्दा पहिले विवाह गर्ने केटा र केटीको उमेर 20 वर्ष पुरा भएको हुनुपर्छ र उनीहरूको उमेर 20 वर्ष पुरा भइसकेको छ भनेदेखि आफ्नो स्थायी ठेगाना भएको स्थानीय तह वडा कार्यालयबाट दुवैजनाले अविवाहित सिफारिस लिएर आउनु पर्यो र त्यस पछाडि यदि आफ्नो स्थायी ठेगाना भएको जिल्ला बाहेक अन्य जिल्लामा गएर कोर्ट म्यारेज गर्न चाहन्छन् भनेदेखि आफ्नो स्थायी ठेगाना भएको वडा कार्यालयको अविवाहित सिफारिसको साथसाथै अन्य जिल्ला कुन जिल्लामा गएर कोर्ट म्यारेज गर्ने हो सो जिल्लाको कुनै एक स्थानीय तहमा 15 दिनदेखि बसोबास गरेको सिफारिस स्थानीय तहबाट 15 दिनदेखि बसोबास गरेको अस्थायी बसोबासको सिफारिस लिएर आउनु पर्यो र त्यस पछाडि 4 कपी फोटो आवश्यक पर्छ। दुवैजनाको नागरिकता, 2 जना साक्षी र उहाँहरूको नागरिकता र यी सबै कागजपत्रहरू पुरा भइसके पछाडि केटा र केटीले जिल्ला अदालतमा गएर निवेदन दिन सक्दछन् विवाह गरिपाउँ भनेर। र त्यस पछाडि निवेदन दिइसके पछाडि कुनै जिल्ला अदालतमा 1 दिनमा पनि विवाह दर्ता हुन्छ, दर्ता कोर्ट म्यारेज हुन्छ र कुनै अदालतमा 2 दिनसम्म लाग्न सक्छ। र यदि न्यायाधीशलाई कुनै विवाहको उपरमा शङ्का लागेमा, कुनै डकुमेन्टको उपरमा शङ्का लागेमा जिल्ला न्यायाधीशले 7 दिनभित्रमा त्यसको निर्णय गर्नुहुन्छ। आवश्यक छानबिन गरेर 7 दिनसम्म उहाँले त्यसलाई निर्णय गर्न पाउने समय उहाँलाई रहेको हुन्छ र 7 दिनभित्रमा विवाह हुने वा नहुने निर्णय गर्नुपर्दछ।